अह म त खाँदैन फर्सी हेर्नु कस्तो राम्रो दिदी आम खाम न चिन्नु भएन धेरै वर्ष अगाडि आउँथ्यो विदेशबाट अस्ति भएर नि दिदी होटेल गर्दाखेरि यहीँ रोड लाग्थ्यो कि दुईजना आयो भने चाहिँ चिन्नुहुन्छ होला अङ्कल फेरि पनि विकास विकास फेरि पनि विकास नसा नसामा विकास काली टिरेर काली मान्छे कालीबाटी बजारभरि विकास आलु बोकेर छिमी सक्खर खान्दा आबिस हुन्छ रेट त्यही हो होइन यो चुकुन्दा होइन ए चुकुन्दर चुकुन्दर यसको जुस बनाएर खायो भने एकदम हेल्दी हो अरे नि तर मिठो चाहिँ हुँदैन अरे तपाईँले खान्छ यस्तो लानुपर्छ के यस्तो चाहिँ पछिसम्म बस्छ म सिकाउँदैछु दिदीलाई यहाँ हाउ टु डु सपिङ भनेर ओ यसले मलाई अघिदेखि हेरिरहेको छ यहाँ एउटा टिकटक देखाएको थियो छान्दै मैले छानेको जति सबै झिकाल्दै लौका रे ल काँचो आँप हो आन्टी हो तर पाकेको खाने यो चाहिँ त्यो चाहिँ त्यो कसरी हो उ सेम हो रे प्राइस सेम होइन मिसाएर लैजाउँ न आदि है मिसाएर लैजाउँ 1 किलो लाने हो हुन्छ ल त्यो र त्यो मिसाएर हाल्नु न हाल्नु त ल त्यति गर्नु त आँप चाहिँ मैले किन्न लाग्यो है के गर्ने त अब ए मेरो त बहाना मात्रै हो त्यही गर्ने क्या खै त्यो आलु दिनु मलाई म बोक्छु लानु न त तर मलाई त फिटिक्कै मन पर्छ केराले छोपिदिनु हो क्या पुग्यो होला हौ दिदी त्यो बढी भइसक्यो त्यो अनुहार र यो मियामा केही फरक देख्नु धनी दिदी जहाँ पनि खचक्क पचक्क ल खाना इन्भेस्टमेन्ट दिदीसँग हिँड्यो कि भारी बोकिहाल्नुपर्छ अनि त्यही भएर उयो मेवा बोक्नु तपाईँलाई दुइटै हो मलाई मन पर्दैन मेवा तपाईँ खाने हो तपाईँ आफै बोक्नु होइन म त दिदी तपाईँ आफूसँग पनि आफू त्यति बस्दैन होला जति म तपाईँसँग बस्छु
बिहान हेरे पनि यही अनुहार बेलुका हेरे पनि यही अनुहार म चाहिँ फेरि हिजोकै लुगामा छु पालै पालो हो क्या आलु मेवा आँप करेला टमाटो अब हामी जाँदैछौँ खाने हो अब हामी जाँदैछौँ गाडी चढ्न किनकि मेरो दिदी धनी छ पहिला भएको भए यही बाटो हामी हिँडेर जान्थ्यौँ पैदल यात्रामा अब चाहिँ हामी भारी बोकेर गाडीमा जान्छौँ है त जाउँ हामी सबै नागरिक हो हामी जेब्रा क्रसबाट बाटो काट्छ हुनै पर्छ जसरी पनि कस्तो हामी देखेको मखै यो चाहिँ स्पेसल मेरो लागि है त्यही भएर दिदीले किनिदिनु भएको मैले किनिदिनु न भनेर अब म खान्छु ल यस्तो मनपर्छ नि काँचै खाइदिनुहोस् न यस्तो मिठो त्योभन्दा यो मिठो तपाईँ खाने हो र खानु हो अनि खाने भन्यो भने चाहिँ रोइदिनु हो क्या म त खान थालेको आएर राखेकै छ बसेर होइन त क्वालिटी मारेर हल्का खोकिलाइरह तर पनि खोकीले हामीलाई छेक्न कस्तो मिठो कस्तो मिठो भानु यही टाइपको हो कि अर्को टाइपको थियो दामी त्यो अर्को चुच्चोवाला नि दामी हुन्छ मैले थाहा छैन त्यो थाहा छैन भन्यो भने भागाउ थाहा छैन भन्यो भने त्यो पनि भागाउँछ कि भनेर त्यहाँ त मैले होइन यत्रो यत्रो पाउँछ क्या अनि एउटा 3 युरो 4 युरो लिन्छ एउटाको त्यही पनि किनेर खाइदिन्छ उताको यो बोक्रे खान मिल्छ कि यहाँको पनि मिल्छ होला यहाँको पनि मिल्छ होला मिल्नु पनि तर नखाउँ होला यस्तो मिठो नि यार मैले आँप चाहिँ जति रुपियाँ भयो नि किनेर खान्छु कि मलाई एकदम मनपर्छ त्यही भएर त दिदी किनिदिनु न भनेको दामी यार बास्न पनि होइन ए घाँटीले मासतिर त आएकै रहेन रहेछ यतातिर हो कि तलतिर हो खाम ल मिठो 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 अब हामी चुच्चो त 2टा मात्रै परिसक्यो तपाईँ आफैले त हाल्यो आमाले हामी चाहिँ एउटा थेप्चे सकाएर अब नेप्टे खाने म चाहिँ हाहै दिदी चाहिँ काटेको काटे बहिनी हुनुको फाइदा खोक्दै सुक्खा खोक्दै आँप खाँदै होइन त वाह वाह दिदी वाह वाह के कोयाको पनि पुरै सास बासे नखाइकन चुसेको के हो धन्यवाद मिठो त हो तर यो अक्सिजनको आँप हो धेरै खानुलाई खानु खानु त्यो खानु तपाईँ वाह इतना सारा प्यार
त्यो चाहिँ गुलियो मात्रै त अर्कोको स्वादै अर्कै छ त्यो एकदम नेपाली स्वाद छ क्या त्यो चाहिँ तर त्यो त इन्डियन भयो त्यो होइन कसले त्यो मान्छेले हो र यो चाहिँ नेपाली रे खै यो फुल हो त्यो त पुरै नेपाली स्वाद आइरहेको थियो त त्यो हामीले गाउँमा चोरेर खाने जस्तै बासमा यो त ठिकै हो भावना निनी एकदमै प्रिटी गर्ल होइन ल म उहाँको डिस्क्राइब गर्दैछु एकदमै पढन्दाज केटी अनि क्युटी या नाक फुलिसक्यो त्यति भन्दैमा डान्सर सिङ्गर सपोर्टर होइन आइएम नट सपोर्टिभ हो होइन अनि सपोर्टिभ एकदम सपोर्टिभ गर्ने मान्छे हो मलाई एकदम सपोर्ट जे कुरामा पनि यस यु क्यान डु इट त्यस्तो भन्ने खालको मान्छे हो सो के भन्नु मलाई डान्स गर्नु मन लाग्यो बट मेरो पढ्नुपर्छ आइएम बिजी पिपुल है आइएम बिजी पर्सन नट पिपुल नक्कली होइन यो त ढाँटिरहेको छ अब उहाँले सिकाउँदा अब म तल जान्छु आज होमवर्क पनि छैन केही पनि छैन है आइएम सो ह्याप्पी होमवर्कहरू नभए यस्तै खुसीमा छैन मसँग अब मेरो भिडियो बनाउनु थाल्यो भने ओभर एक्टिङ त्यत्तिकै हुन थाल्छ है अनि नाच्नु मन लागिरहेको भने अर्को शनिबार के नाच्नुपर्छ ल म नि मान्छेलाई बोक्न सक्छु निनी मेरो मान्छे वाट इज दिस ल्याङ्ग्वेज छोडिदियो मारिदिउँ यो अनि त्यहाँदेखि बोला हेलो आनी बानी अब एकछिन म नाच्छु त्यो एउटा गीत छ नि बर्सोली मिठा मिठा बर्सोली मिठा बर्सो चाहेको बारिसका मुसा भ्लग बनाउनु मन लाग्छ तर के गर्नु मोबाइलको क्वालिटी राम्रो आउँदैन मोबाइल किन्नु मन लाग्छ अब किन्ने हो मोबाइल अब म किन्ने हो अनर आयो जलन लुक तर तपाईँहरूले मेरो भ्लग देख्यो भने चाहिँ अलिकति एटिट्युड पनि भन्ला अलिकति ड्रिप्पी पनि भन्ला है चाहिँ भने नि बाले फुरुर भन्नुभयो सो आजको लागि मेरो तर्फबाट यति मात्रै भ्लग अब फेरि निनले बनाउनुहुन्छ होला आज फेरि अहिलेसम्म फेरि तल गएर प्रियङ्काहरूसँग खेल्छ त्यतिखेर बनाउनुहुन्छ होला अब द्याट्स मच ओन्ली मेरो आजको भ्लग त्यति मात्रै अब अहिलेसम्म तल गएर बनाउनुहुन्छ होला त्यतिखेर म पनि आउन सक्छु म पनि आउन सक्दैन गाइज सो मेरो इच्छा यो मेरो निनीको युट्युबलाई चाहिँ लाइक सेयर सब्सक्राइब अनि कमेन्टहरू गरिदिनु होला द्याट्स मच ओन्ली आई एम टेलिङ सो बाई गाइज